हेलो गाइस, हामी चाहिँ माझीटार जाँदैछौँ मामा घरबाट है। म मेरो बहिनी अनि मामा अनि अङ्कल देख्नु भएको कि छैन। यस्तो फिनफिन आफै घुम्ने होइन यस्तरी समाउने होइन समाउँथ्यो भएन यो यत्तिकै सुई गर्ने देखाएको थियो। हेलो गाइस, हामी माझीटार जाँदैछौँ। अलि ठुलो स्वरले क्या त्यो सानो स्वरले सुन्दैन माइक भएको भए पो। म सुजी अनि मामा अनि अङ्कल माझीटार जाँदैछौँ। यता मामा घरबाट 4 जना, मम्मी आन्टी भाइ र दाइ गइसक्यो। हामी हिँड्दै हिँड्दै मेकअप गर्न कति टाइम लाग्यो? स्टेट गर्नु स्टेट भएको नि खै अगाडि 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 आएर मात्रै ताने हैन? अगाडि अगाडि ताने। त्यसरी हिँड्दै हिँड्दै जानु परिरह। अटो अटो नआएर आएको पनि अटो गइसक्यो, रुकाउनु भएन। अनि अब खै के भन्नु, सासै फुलेर आइसक्यो यति हिँड्दैमा। छिटो हिँड्यो भने त्यहाँ पार्कमा गएर बस्नु पाउँछ। म त हिँड्दै सकेको छैन क्या। यसो मामाले बोकेर लाने ए उस्ता भैँसीलाई बोक्यो भने त स्वर चाहिँ के पुरै मेरो दसैँ लागिरहेको स्वरलाई होइन। तास खेलेर कराको करै गरेर हो के। हुन्छ मान्छे खोक्दा खोक्दा मर्ने रहेछ। जित्ने त ऊ त्यहाँ जित्ने मान्छे 20 रुपियाँ लिएर 500 बनाउने मान्छे ऊ। अनि हिजो बेलुकासम्म नै हो नि फेरि पछि एकचोटि लास्टमा चाहिँ हारे निशानले खायो लास्टको चाहिँ। अलि पर नजिक हुँदैन देखाएको छ बोला खै के बोल्नु। आउनु अङ्कल। हेलो गाइज। हेलो गाइज हेलो गाइज नि फनी खालको आउँछ क्या अलि नर्मल भएर। हेलो गाइज, यस्तै हो क्या। अलि चाहिँ मामाहरूबाट माझीटार जाँदैछौँ आन्टीकोमा। के भन्नु मामा र सुजी। अहिले चाहिँ हामी माइट हिँडेको तर अनि अटो आउनुलाई ढिलो गरेर यहाँ पार्कमा हिँडिरहेको छु होइन। यही बुढाहरू यहाँनिर अटोलाई फोन गरेको फोनै लागेको छैन। अहिले सिधै घर पुग्यो भने फेरि फर्केर आउनुपर्छ। धन्यवाद भनेर चाहिँ हेलो भन्छ। फोन ला अटो आएन भन न। पार्कमा चाहिँ हामी धेरै पछि आइरहेको छ। यहाँनिर चाहिँ म आएको थिएन, फर्स्ट टाइम आइरहेको छु। उतादेखि पढेको थिएन। हेलो पिके। हप्सी। हेलो हप्सी। ल किन लजाको निमाको ब्लगमा आउनु त ठुलो कुरा हो। ल फाइनली हामी चाहिँ पार्कमा आइसकेका छौँ। दामी रहेछ तर पार्क। एकदम व्यस्त मान्छे फोनमा। टिकटक हामीलाई चाहिँ अटोले धोका दिइरहेको छ होइन। अनि यहाँ टिकटक बनिरहेको छ यता हाम्रो चाहिँ। यता हामी पार्कमा आएर नि फर्किनु लाग्यो क्या। यहाँ टिकटक भइरहेको छ भेना र भान्जीको चाहिँ होइन। सक्यो फोन आयो कसले? आमा चाहिँ लिलुले कराएर मार्न लागिसक्यो। अनि त्यही भएर फर्क्यो है। अब चाहिँ अटो पनि आएन। अनि अब अर्कै अटो पठाइदिन्छु भने उतैबाट अनि हामी चाहिँ अब त्यही अटोमा जानुपर्ने हुन्छ। सो यता जाने बाटो नि रहेछ। यहाँबाट गयो भने चाहिँ सायद हाम्रो हाम्रो डाँडा पुग्छ जस्तो लागिरहेछ। पार्क यस्तो दामी रहेछ होइन, खतरा। हेलो हप्सी। यस्तो दामी छ है। सो त्यही हो, मेरो स्वर चाहिँ अलिकति गडबड भइरहेछ। चिसोले हो कि केले हो त्यो मलाई पनि थाहा छैन। अनि के अरे अस्ति टिका लाग्यो भ्लगहरू पनि बनाएको थिएँ, हाल्नै भ्याएको छैन। अब हाल्ने छु 1-2 दिनमा। अब पानी परेको लाइन गएकै छ है। अब बल्ल आज चाहिँ हल्का उक्रेको छ पानी।
त्यही हो यस्तो दामी जङ्गल छ यता चाहिँ बवाल छ नि हौ यता सो नाइस छ है मेरो यहाँ घाँटी देखेर बोल्न नि भएन दुईजना टिकटक बनाउँदैछ माथि यता हप्सी फोटो खिच्दै सेल्फी हान्दैछ यहाँ हप्सीको चटक क्या तल्दिरानी मान्छे आइसकेको छ है फेरि तल्दिरानी पार्कमा मान्छे आइसकेको छ अटो खोइ आउँदैन अटो आएन गाइज अटो आएन अटो नआएको कारणले गर्दा लिलुले दह्रो डाइलग हानिसक्यो छिटो जाऊ है हप्सी छिटो हिँड्ने मार्छ अहिले ओ पिके ओ माई गॉड टिकटक नसक्नु माई गॉड छिटै भने एकदम कठिन परिस्थिति पछि हामीले अटो भेटेका छौँ अनि हामी सबैजना अटो चढ्दै हाम्रो एकदम लजाको कस्तो भयो तिम्रो ओभरअल एक्सपिरियन्स हाम्रो पार्कको दिदीले भरे पार्कको एक्सपिरियन्स देखाउँछ ल हामी चाहिँ हो काइली दिदी घरतिर जाँदैछौँ यस्तो उडाएको चाहिँ दामी आउँछ फेरि भिडियो अब मम्मीले भरे के गर्छ यसले गर्दा यहाँ फोन आइसक्यो खान नभएको अरे मेरो चाहिँ खानै पाएन है कहिले पनि नखाने सो अहिले चाहिँ हामी यहाँ दिदीकोबाट फर्किसक्यो ए हुन्छ हुन्छ है ए म चाहिँ यता बस्नु त्यस्तो भइहाल्छ नि यहाँ कालो यसमा अगाडि आउनु ल अब चाहिँ हामी यहाँ हिँडेको सुजे ओ जन्दी सुजीलाई चाहिँ राख्न ल बाई बाई भिडियो के भइरहेछ ल हामी ल बाई 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 ल गयो हामी त्यो अगाडि छ भुराबुरीहरू सबैजना यता झन् एउटा भुराबुरी के भयो यिनीहरूलाई घर बस्नु दिएन क्या कसैलाई नि घर बस्नु दिएन क्या सुँगुरेहरू यसलाई चिन्छ तपाईँले को हो यो कहिले ढोक्यो ढोक्छ आउने बित्तिकै अङ्कललाई त नमस्ते गराएन बुवालाई के ढोक्यो होला र अङ्कल पाइसक्यो है त गाइसहरू सुम्ने के छ खबर हेलो सुम्ने हेलो गाइज यो भिडियो चाहिँ खासै लामो भएन सो यो भिडियो चाहिँ इन गर्न लागेको होइन यो भिडियो चाहिँ खासै लामो छैन योभन्दा पछि जहिले लामै बनाउने छु सो त्यही होइन अब अरू के कस्तो लाग्यो होला भनिदिनु होला कमेन्टमा होइन अनि लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला है हुनुहुन्छ भने सो थ्याङ्क्स फर वाचिङ माई भिडियो बाई बाई गाइस सी यू नेक्स्ट ब्लग बाई